भूपेन्द्रकी प्रेमिका जेरीले आफ्नो मुख छोपेर पछिल्लो समय भुन्टीलाई डर तथा त्रास देखाउने प्रयास गरिसकेकी थिइन्। पछिल्लो समय भुन्टीले भने बोल्न र हिँडुल गर्न नसक्ने अवस्थामा पुगेको आफ्नो श्रीमान भूपेन्द्रको हेरचाह गर्दै अस्पतालमा एक्लै बसिरहेकी थिइन्। त्यतिकै समयमा पछिल्लो समय भुन्टीमाथि डर तथा त्रास फैलाउनको निम्ति भूपेन्द्रकी प्रेमिका जेरी भने आफ्नो मुख छोपेर अस्पतालसम्म आइसकेकी थिइन्। आफ्नो श्रीमान भूपेन्द्र मृत्युको मुखमा पुगिसकेपछि पछिल्लो समय भुन्टीले भने आफ्नै ज्यान दिएर भए तापनि आफ्नो श्रीमान भूपेन्द्रलाई बचाउने प्रयास गरिसकेकी थिइन्। आफ्नो शरीरमा रहेको रगत दिएर भए तापनि भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्रलाई बचाउने एकदमै ठूलो प्रयास गरिसकेकी थिइन्। र यता भुन्टीको श्रीमान भूपेन्द्रलाई पनि भुन्टीकै कारण आफ्नो ज्यान बचेको कुरा थाहा भइसकेको थियो। आफ्नी प्रेमिका जेरीको बुबाले पछिल्लो समय नराम्रोसँग कुटपिट गरिसकेपछि भूपेन्द्र भने एकदमै गम्भीर अवस्थामा पुगिसकेका थिए। भुन्टीले समयमै अस्पतालमा ल्याएर भूपेन्द्रको उपचार सुरु नगराएको भए भूपेन्द्रको ज्यान जान सक्ने कुरा पनि पछिल्लो समय स्वयं डाक्टरले नै व्यक्त गरिसकेका थिए। बिचरा भुन्टीले भने आफ्नो शरीरको परवाह नगरी आफ्नो श्रीमान भूपेन्द्रलाई बचाउनको निम्ति एकदमै धेरै रगत पनि दिइसकेकी थिइन्। तर भुन्टीकी सासु अर्थात् बालकुमारीले भने बिचरा निर्दोष भुन्टीमाथि झुटो आरोप लगाउनको निम्ति फेरि भुन्टीकै कारण भूपेन्द्रको यस्तो अवस्था भएको भनेर भुन्टीमाथि आरोप लगाउन खोजिरहेकी थिइन्। विगतको समयमा भूपेन्द्रले भुन्टीलाई जति नै हेला गरे तापनि पछिल्लो समय भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्र प्रतिको माया र विश्वास मार्न सकि नै रहेकी थिइनन्। मृत्युको मुखमा पुगेको आफ्नो श्रीमान भूपेन्द्रलाई पछिल्लो समय आफ्नै ज्यान दिएर भए तापनि भुन्टीले भने बचाउन तयार भइसकेकी थिइन्। आफ्नो श्रीमान भूपेन्द्रलाई बचाएर पछिल्लो समय भुन्टीले भने साँचो माया के हो भन्ने कुरा प्रमाणित गरिसकेकी छन्।